हेलो गाइज, गुड मर्निङ। अहिले चाहिँ ठ्याक्कै 6 भइसकेको छ। निन्दा नि भर्खर खुल्यो र ट्रेनको बसाइ कस्तो भयो भन्दाखेरि अब लेक लगभग 1980 अल्टिच्युड मिटरमा हाइटमा त्यस थियो र चिसो हुँदो रहेछ। दिनभर चिसो आउँदो रहेछ, त्यही पनि ठिक छ। लाइफ टाइम एकपल्ट एक्सपिरियन्स हो भनेर रमाइलै भयो भनौँ न। निस्क्यौँ, के छ अवस्था, कस्तो छ त सिनियर है एकपल्ट। कता छ चेन खै। कस्तो छ त आम्मामा पानी। यो चाहिँ मेरो टेन्ट हो। यो चाहिँ हाम्रो पेसल र कुमारको, यता सन्तोष दाईहरूको र यस्तो छ अवस्था। वाउ, अहिले चाहिँ हामी ठ्याक्कै चम्पादेवीको एउटा फुटबल ग्राउन्डमा छौँ, जुन चाहिँ दली डाँडा भन्ने गरेको छ र लगभग 1980 अल्टिच्युडमा रहेको छ यो ठाउँ चाहिँ। र हाम्रो जाने डेस्टिनेसन भनेको चाहिँ उता माथि हेर्नु भने त्यो ककनी भन्ने ठाउँ हो। त्यही ठाउँ हो हाम्रो जाने चाहिँ। यता माथि हेर्नु भने बोटेश्वर, यतापट्टि चाहिँ यो साइड चाहिँ तपाईँ बिलन्दु एरिया भयो। यता घोराखोरी भयो भने। अहिले चाहिँ म दैल डाँडामा छु। ल हो यहाँ भएर कस्तो हिँड्छ है त। यो तल देखेको घोराखोरी, त्यो फुलबारी, उता तलको त्यो ताप्के डाँडा, यो चित्रे भाँगे भएन। त्यस्तै गरी यो डाँडा चाहिँ तपाईँलाई ककनी यही छ डेस्टिनेसन। अब लगभग हामी 1 घन्टा पछि यहाँ हिँड्ने तयारीमा गर्छौँ होला। र हामी बस्ने ठाउँ चाहिँ यहाँ यस्तो छ।